दर्शकबिन स्वागत छ। म अजहाङ चेम्जङको तर्फबाट र म तपाईहरुले आज देखाउन गइरहेको छु भानुचोक अर्थात धरानको मुटु अहिले पुरानो बस पार्क पनि भन्ने गरेको छ। तपाईहरु स्वदेश तथा विदेश कहाँबाट हेर्दै हुनुहुन्छ यो भिडियोले फुल वाच गरिदिनु होला र यहाँको स्थानीय व्यापारीहरुले कतिको असर परेको छ र यहाँ यातायात व्यवसायले कतिको कठिनाई परेको छ भन्ने कुरा म तपाईहरुले छर्लङ्गै बताउने छु र तपाईहरुले यो भिडियोले अन्त्यसम्म हेरेर साथ दिनुपर्ने हुन्छ। अब भने यो भानुचोक वरिपरिको व्यवसायहरुसँग म कुराकानी गर्नु गइरहेको छु र उहाँहरु के भन्नुहुन्छ जस्ताको त्यस्तै। नमस्कार है सरहरुलाई। बस पार्क सरेर तपाईहरुले के मेडिकलमा त असर परेको छैन नि? यस्तो छ अब तपाईले ल्याएर ठ्याक्कै राखिदिहाल्नु हो। हजुर। बस पार्कले अलिकति असर चाहिँ पर्छ है किनभने अब सबै कुरा यहीँ थियो पहिला। हजुर। अब यहीँ चढ्ने यहीँबाट जाने हैन, अब पाहाडका मान्छेहरू यहीँनिर आउने, तराईका मान्छेहरू यहीँ आउने। अब एउटा हब छ नि त, हरेक हिसाबले चाहिँ यहाँ मान्छेहरू आउनै पर्ने कतै र बजारको हिसाबले पनि धरानको योभन्दा ठुलो बजार छैन। अब भान्चोक भनेको धरानको बजारै यही हो। हजुर। त्यो हुँदाखेरि अब सबै थोक यहीँ किनमेन गरेर जाने हैन, बस पनि यहीँ झर्ने हुँदाखेरि मान्छेहरू यहाँ आउनै पर्थ्यो, आउँथे पनि। तर अहिले चाहिँ अब बस पार्क तल सऱ्यो भन्दाखेरि कता कता मान्छेहरू अब अल्मलिएको जस्तो। तर यस्तो नि सर यो यही हो, बजार चाहिँ यही हो। हजुर। तर मान्छेहरू अलिकति अल्मलिएको जस्तो यो चाहिँ परिस्थिति भएको छ अहिले। त्यही त सर, तल अब बस पार्क नयाँ बस पार्कमा त यस्तो मेडिकलहरू पनि छैन, त्यहाँ लत्ता कपडा केही पनि छैन। आउनुपर्ने त भान्चोकै हो, बजारमै हो। तर बिस्तारै ठिक होला जस्तो लाग्छ है। यस्तो छ अब मेडिकलकै रेसियो अब हेर्ने हो भने चाहिँ हेर्ने हो भने चाहिँ के छ भने अब तल छैन, बिस्तारै त खोल्लान्, त्यो बेग्लै कुरा भयो। तर अहिलेको कन्डिसनमा चाहिँ के छ भने अब यहाँ धरानमा भानुचोकमै आउनु परिस्थिति चाहिँ छ। र अर्को भनेको चाहिँ मेडिकल यहाँनिर धेरै भएको कारणले गर्दाखेरि आउने नै पर्ने भयो। तर अब बस पार्क सर्नु राम्रो कुरा हो, त्यो सर्नै पर्छ। यहाँनिर अस्तव्यस्तै थियो, तर अहिले चाहिँ कता कता मान्छेहरू अल्मलिएको जस्तो त्यो चाहिँ भएको परिस्थिति हो। हस्, धेरै धेरै धन्यवाद। तपाईँको नाम बताइदिनुहोस् न। मेरो प्रकाश भट्टराज, धन्यवाद। सिसम मेडिकल। हस्। म यहाँ एकजना स्थानीय व्यापारीसँग कुरा गर्नु गइरहेको छु। दाजु नमस्ते। बस पार्क त सर्यो, अनि पहिलेको र अहिलेको उसमा कति फरक छ? चौथाइ पनि छैन अहिले, बिक्री बट्टा सबै ठ्याप्पै बन्द छ भान्चोकको चाहिँ। मेरोमा त होइन, वरिपरिको सबैको फरक छ पहिला भन्दा अहिले? धेरै नै, धेरै भन्दा त कति धेरै छ त। फरक धेरै छ। 100% 25% मात्रै पाइन्छ हामीले। के गर्नु, बस पार्क पनि सँगै जहिले तैले यहीँ भानुचोकमै राख्नु नमिल्ने होइन? मिल्यो भने त मिल्छ नि, अब के गर्ने। के छ तपाईँहरूको विचार यसमा चाहिँ? बस पार्क यहीँ भएको राम्रो लाग्यो है तपाईँहरूले व्यापारी? होइन, हामीलाई चाहिँ के हुन्छ भनेदेखि माथिबाट आएको बस ठक्क यहाँ रोकोस्, झारोस्, अरू बस लैजाओस्। यो बस स्ट्यान्ड चाहिँ तलै होस्, यात्रु चाहिँ यहाँ ओह्रालो पर्ने चाहिँ है? अनि तलबाट आउँदा पनि यही एकछिन रोकोस्, प्यासेन्जर यहीँबाट टिपेर लैजाओस्। बस पार्क त सर्यो, बस पार्क सरेकोले केही असर परेको छ कि छैन? असर त परेको छ। अब सुनसान नै छ। यतिखेर अरू बेला भरि भर हुन्थ्यो, बजारहरू भिडभाड हुन्थ्यो, अहिले त सुनसान छ। सुनसान छ। जस आफ्नो व्यवसाय त मरेको छैन नि? मरेको छ नि। अब गाडीको चहल पहल हुँदा मान्छेको आवत जावत आगमन धेरै हुन्छ। अब यो गाडी बस पार्क सरेकोले गर्दा चाहिँ सुनसानै छ। सुनसान छ है। पहिला चाहिँ अलिकति फाइदा छैन भन्नु खोजेको? पहिला भन्दा अलिकति मान्छे 1-2 दिन हो, अब सबै कुरो ठिक हुन्छ। हस्, धेरै धन्यवाद। होस् पनि। नमस्कार साहुजी। बस पार्क त सर्यो होइन? तपाईँहरूले कतिको असर परेको छ बस पार्क सरेकोमा? खतम छ। व्यापार बिजनेसमा के असर परेको छ पहिला भन्दा? हो र? त्यस्तो असर पर्छ बस पार्क सरेकोले? मान्छे नै आउँदैन। अनि यस्तो त अब यो बस पार्क त सर्यो, त्यहाँ त लत्ता कपडा 10 दुनियाँ यस्तो दुनियाँ जुत्ता चप्पल त त्यहाँ छैन त्यो स्ट्यान्डमा? त्यहाँ छैन। तर व्यक्ति त आउने यहीँ नै हो आखिरीमा, त कसरी तपाईँहरूले चाहिँ घाटा लाग्यो त? होइन, किनमेल गर्नु त यतै आउनु पर्यो नि।
अनि कहाँ किन्छन् त उनीहरूले सबै धम्रा जानुपर्ने छ भने हजुर बस्छ गाडी चढेपछि धम्रै किन्नु नि यहाँ किन्नु हुँदैन नि धरानमै किन्छु भन्ने हुन्छ नि त हुँदैन है त्यसो धेरै असर परेको छ तपाईँहरूले 50% है विषय ठिक होला चान्स छैन हस् धन्यवाद उहाँ चाहिँ यहाँ स्थानीय व्यापारी हुनुहुन्छ तपाईँको नाम पनि भनिदिनुहोस् न अनमोल हुसैन अनमोल अनुहार अनुहार हस् धन्यवाद यो भान्चोको हकमा चाहिँ स्थानीय सरकार हामी नगरपालिका बस्दाखेरि चाहिँ पहिला कुनै पनि यहाँ गाडीहरू रहँदैन भानुचोक रातो प्लेट कालो प्लेट कुनै पनि व्यवसाय रहँदैन यहाँ भिजिटर पार्किङ मात्रै हुन्छ भनेर हामीले कुरा बुझेको थियौँ यसमा चाहिँ के छ तपाईँ यहाँ व्यवसायी हुनुहुन्छ कि चालक हुनुहुन्छ के म पनि व्यवसायी नै हो व्यवसाय म पनि पहिले ट्याक्सी चलाउँथेँ मेरो गाडी पनि ट्याक्सी नै हो हजुर तर सरकारको कारणले गर्दा हामीले बाध्यता भएर रातो प्लेट बनाउनु पर्यो हजुर र रातो प्लेट बनाएपछि किन हामीले एउटा घरको छोरी मान्छेको घर गहना बेचेर एउटा अर्को गाडी चलाउँदा एउटा सानो ट्याक्सी किनेको थियौँ सरकारको लापरवाहीले त्यो पनि 20 वर्ष लागू गरिदिएको छ हजुर अब हाम्रो त्यति राम्रो गाडी छ गाडी 20 वर्षमा फ्याल्नु पर्छ पर्दैन त भनेर सरकारले प्रदूषण चेक गर्नुपर्ने हो हजुर त्यो नगरिकन उसले 20 वर्षको लागू गरिदिएपछि हामीले बाध्यताले रातो प्राइभेट गाडी बनाएको छौँ प्राइभेट बनाए पनि हामीले भान्चोकमा आएर यसो रातो प्लेट भनेको त प्राइभेट गाडी होइन प्राइभेटै हो हाम्रो प्राइभेट भए पनि अब यहाँ प्राइभेट गाडी भनेको त घरमै राखेर चलाउनु पर्छ आफै चढ्ने भन्छ त्यो त एउटा कुरा यस्तो छ नि त हुनेले पो त्यसरी बसेर घरमा राखेर खान्छ नि त हामीले त पहिले ट्याक्सी चलाएको हो आफै नि पनि त चढ्ने व्यवसाय पनि गर्ने हामीले त ट्याक्सी बनाएको थियौँ पहिले देखाउने दाँत र चपाउने दाँत भने जस्तो त्यो भन्नु खोजेको होइन पहिले हाम्रो गाडी ट्याक्सी नै थियो हजुर त्योबाट सरकारले 20 वर्ष लागू गरिसकेपछि हामीले बाध्यताले प्राइभेट बनाउनु पर्यो हजुर। हाम्रो त्यही हो धन भने पनि खेती भने पनि जे गरे पनि त्यसैले कमाइ खाँदैछौँ बालबच्चा पाल्दैछौँ भनेपछि यस्तो छ अनि अब यहाँ चाहिँ कस्तो छ भने पहिले सुनसानै भयो हजुर। र पनि अहिले यहाँ धेरै हाम्रो धरन व्यवसाय सङ्घहरूले सबैजनाले माग पनि गर्नुभयो उहाँहरूको माग पनि नराम्रो थियो होइन उहाँहरूले के भन्नुभयो भने पाहाडको गाडी आएर मान्छे यहाँ झार्दियोस् गाडी आफ्नो गन्तव्यमा जाओस् भने त्यो कुरो पनि सही नै हो हजुर अनि अब हामीलाई पनि यहाँ सुनसान भयो एक दुईवटा गाडी कुनै पनि यस्तो पनि होला नि त यहीँ झार्ने अब यहीँबाट चलाउने भनेपछि बस पार्क त फेरि होइन। एउटा उहाँहरूले यहाँबाट चलाउनु भन्नुभएको छैन उहाँहरूले यहाँ चलाउनु भन्नुभएको छैन उहाँहरूले मान्छे पाहाडबाट आएको मान्छे यहाँ झारिदिनु झार्ने मात्र झार्ने बस छैन आफ्नो गन्तव्यमा यहाँ जाने स्थानीय व्यवसायको चाहिँ माग चाहिँ यहाँ झारोस् पाहाडबाट आउने मात्रै तल विराटनगर सिराटनगरले त भन्ने कुरो छैन उहाँहरूको उहाँहरूको चाहिँ पाहाडबाट आउने मान्छेको पेसेन्जर चाहिँ यहाँ बाटोमा झारिदियोस् अनि बस आफ्नो गन्तव्यमा जाओस् यति मात्रै माग गर्नु तपाईँहरूले यो रातो प्लेट गाडी सबै यहीँ राख्नु भनेर भनेकै छ त्यो भनेको छैन हामीले राख्दैछौँ अब उहाँहरूले हटाउनु र जानु भन्नु भने हामी त्यसलाई नै भन्दिनँ आफ्नो मर्जीले राख्नु भएको अहिले चाहिँ हामीले राख्दैछौँ अब उहाँले भोलि पठाइहाल्नु र यहाँ राख्नु पाउनुहुन्न भने त्यसको लागि हामी जानु तयार छौँ तपाईँको नाम चाहिँ भन्नु मेरो नाम पदमबहादुर तामाङ पदमबहादुर तामाङ है धरान 8 नम्बर हो मेरो व्यवसाय हुनुहुन्छ गाडी व्यवसाय गाडी चाहिँ पहिले चाहिँ मेरो गाडी ट्याक्सी नै हो कालो प्लेटै थियो सरकारको लापरवाहीले गर्दा हामीले प्राइभेट बनाएको हो हस् धेरै धेरै धन्यवाद अन्त्यमा हाम्रो च्याम्जोङ युट्युब च्यानल र साङ्गुडी गढी अनलाइन मिडियालाई पनि माया गरिदिनु होला र यो भिडियोले पुरा हेरिदिनु होला भन्दै म पनि बिदा हुन चाहन्छु थ्याङ्क यू फर वाचिङ बाई